माटाको घैँटामा रहेको चिसो पानी खाने ठाउँ म देखाउन गइरहेको छु। यो ठाउँ बिपी राजमार्गमा रहेको घुमाउने चैनपुर र खाल्टेको बीचमा रहेको शीतल पाटीमा रहेको छ। हामीहरू बिपी राजमार्ग निर्माण नहुँदै यो बाटो आवत जावत गर्दा माटोको घैँटामा रहेको चिसो पानी नखाइकन चित्तै बुझ्दैन थियो। रात पर्यो भने हामी त्यहीँ बास पनि बस्ने गर्थ्यौँ। माटाको घैँटाको पानी चाहिँ त्यहीँ तल देखिएको सुनकोशी नदीबाट ल्याएर राखिन्थ्यो। हेरौँ अहिलेको अवस्था कस्तो छ। हो, यो देखिएको त्यही ठाउँ पहिला माटाको घैँटो राख्ने ठाउँ हो। हामीहरू त्यहीँबाट आमखारामा सारेर चिसो पानी पिउने गर्थ्यौँ। ल अहिले त माटाको घैँटै छैन त। माथि राखेको छ कि? हेर्दै जाऊँ। ल माथि पनि रहेनछ। विद्या नष्ट मैले ढाँटेको चाहिँ होइन, पहिला थियो, अहिले त रहेनछ। खै के भन्यौ सरी, सामाजिक सञ्जालमा पनि ढाँट्नु पर्यो। तर अझै हुने आशा चाहिँ छ मलाई।